साथीहरु हामी एकदम संकटको घडीमा छौं। अब हामीले देश बचाउने हो भनेदेखि 3 करोड जनतालाई मुक्ति दिने हो भनेदेखि हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर चाहिँ उहाँ दाजुले भन्दै हुनुहुन्छ। एकैछिन उहाँको भनाइ सुनौँ है त साथीहरु। साथीहरु हामी चाहिँ एकदमै संकटको घडीमा छौं है। अहिले यतिखेर यो समयमा हामी एकदमै संकटको घडीमा छौं। अब यो देश बचाउने भने 3 करोड नेपालीलाई मुक्ति दिने हो भने र हामी यदि 3 करोड नेपाली मुक्ति चाहन्छौं र यो देशको विकास चाहन्छौं भने अब चाहिँ अर्को विकल्प छैन। अबको विकल्प भनेको चाहिँ सिर्फ हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने हो। नागरिकहरू सचेत हुनुपर्ने अवस्था आएको छ। तपाईं हामी सचेत हुनुपर्ने अवस्था आएको छ। यदि तपाईं हामी अब सचेत हुन सकेनौं, सचेत भएनौं भने यो देशमा केही न केही हुँदैछ। यो देश रहने अवस्थामा रहेन है। एकदमै देश संकटमा पुगिरहेको छ, संकटको घडीमा पुगिरहेको छ। किन भन्दाखेरि जब यो सरकार, जब नयाँ सरकार आए, नयाँ सरकार आइसकेपछि धेरै जनाको ज्यान गइरहेको छ हैन। धेरै जनाको ज्यान गइरहेको छ है। सुकुम्बासी पीडितहरुको 2 जनाको ज्यान गएको छ है। त्यसपछि ट्राफिक नियम आयो, त्यहाँ गणेश नेपालीको ज्यान गएको छ है। अहिले जातीय द्वन्द्व भइरहेको छ साथीहरु, देशमा धार्मिक द्वन्द्व भइरहेको छ, त्यहाँ पनि एकजनाको ज्यान गइसकेको छ। त्यही भएको कारणले गर्दा यो सरकार चाहिँ असफल सरकार हो। यो सरकार असफल भइसकेको छ। यो सरकार असफल भइसकेको कारणले गर्दा अब देशलाई बचाउनु छ र सही सक्षम सरकार ल्याउनु छ र 3 करोड नेपालीले मुक्ति दिने, मुक्ति पाउने खालको 3 करोड नेपाली, 3 करोड जनताले मुक्ति पाउने खालको र यो देशको उन्नति, प्रगति र विकास हुने खालको सरकार अब बनाउनु छ। त्यही भएको कारणले गर्दा अर्को विकल्प छैन, रहेन अब हैन। अर्को विकल्प रहँदै रहेन, अर्को विकल्प छँदै छैन। अब भने अब पनि हामीले हर्क साम्पाङलाई चिन्न सकेनौं, बुझ्न सकेनौं र यो देशको प्रधानमन्त्री हामीले विकल्पको रूपमा हर्क साम्पाङलाई चयन गर्न सकेनौं, प्रधानमन्त्री बनाउन सकेनौं भने हाम्रो भविष्य चाहिँ एकदमै अन्धकार छ। हाम्रो भविष्य अन्धकार छ। यो अन्धकार भविष्यलाई उज्जवल बनाउनका लागि यो देशलाई निस्वार्थ रूपमा माया गर्ने, निस्वार्थ माया गर्ने हैन, दिनरात पसिना बगाउने, जनताको लागि, जनताको दुःख आफ्नै दुःख सम्झिने र यो देशमा चाहिँ पसिना र औजारको क्रान्ति हुनुपर्छ, क्रान्ति गर्नुपर्छ। मुखले मात्रै चाहिँ झुटो आश्वासनले मात्रै यो देशको विकास हुनेवाला छैन र यो देशको विकास गर्नका लागि तपाईं हामी नै जुट्नु पर्छ र यो देशको पीडालाई आफ्नै पीडा सम्झिने खालको, राष्ट्र बाहेक अरू केही मनमा नरहेको एउटा राष्ट्रभक्ति व्यक्तित्वलाई चाहिँ अब प्रधानमन्त्री बनाउनु पर्ने अवस्था आएको छ। त्यो एउटै मात्रै व्यक्ति हो, त्यो व्यक्ति चाहिँ हर्क साम्पाङ। अब बनाउने होइन त हर्क साम्पाङलाई प्रधानमन्त्री। अबको विकल्प हामीले नयाँ भन्यौं, नयाँ पार्टी भन्यौं, राष्ट्रपा भन्यौं, घण्टी भन्यौं हैन। हामीले भोट त हालेकै हो, तर नयाँ भन्नेको पनि आखिर नयाँ भन्नेको पनि हामीले काम त हेर्यौं नि त। 100 दिन घटिसक्यो, 100 दिन नकर्दै हैन 2-4 जनाको चाहिँ ज्यान गइसकेको छ। राज्यको कारणले गर्दा, सरकारको कारणले गर्दा, सरकार सञ्चालकहरुको कारणले गर्दा, जसको कारणले गर्दा आज 3 जनाको, 4 जनाको ज्यान गइरहेको छ। अब त देशमा जातीय द्वन्द्व नै हुन थाल्यो, धार्मिक द्वन्द्व नै हुन थाल्यो। हिन्दू भने आछन्, मुस्लिम भने आछन् हैन, बुद्धिस्ट भने आछन्। हे बाबा, अब देश जातीय दलदलमा, द्वन्द्वमा, देश धार्मिक द्वन्द्वमा फसिसकेपछि अब देश रहला त हैन। प्रश्न चिन्ह खडा भइसकेको छ। त्यही भएको कारणले गर्दा तपाईं हामीले यो देशलाई बचाउनका लागि, रक्षा गर्नका लागि विकल्प त खोज्नु पर्यो नि, कहीँ न कहीँ विकल्प खोज्नु पर्यो। त्यही भएको कारणले गर्दा साथीहरु, यो देशमा जति पनि हामी नागरिकहरू छौं हैन, कसैले कसैको धर्म, संस्कार, संस्कृति, रीतिरिवाजलाई न्याउनु हुँदैन। सबैको धर्म, संस्कार, संस्कृतिलाई माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ हैन। धर्मनिरपेक्षताको देश हो। उसले उसको धर्म, संस्कार, संस्कृति, रीतिरिवाज चाहिँ मान्नु पाउने उसलाई स्वतन्त्र अधिकार छ। त्यही भएको कारणले गर्दा कसैले कसैको धर्म, संस्कार, संस्कृति, रीतिरिवाजलाई हियाउने होइन कि सम्मान गरेर अगाडि बढ्नुपर्छ। तपाईं हामी सबै समान हौं। जुझेर, झगडा गरेर, एक आपसमा लडेर, लडाई गरेर केही हुनेवाला छैन। देशको फाइदा हुनेवाला छैन, हाम्रो फाइदा हुनेवाला छैन। त्यही भएको कारणले गर्दा एकले अर्कोलाई सम्मान गरेर तपाईं हामी अगाडि बढ्नुपर्छ।
त्यही भएर एक आपसमा लडाई झगडा नगरौँ। देशको अवस्था एकदमै दर्दनाक छ। देशको अवस्था, नागरिकको अवस्था एकदमै नाजुक छ। त्यसै पनि हामी विश्वमा सबैभन्दा पछाडिएको देश हो। हामी एकदमै पछाडि परेको देश हो हैन। यो पछाडि परेको देशलाई तर्फमा हामी सबै एक ढिक्का भएर, एक मुट्ठी भएर हैन, हातमा हात, काँधमा काँध मिलाएर चाहिँ अगाडि बढ्नुपर्ने अवस्थामा अब तपाईँ हामी जातीय द्वन्द्व, धार्मिक द्वन्द्वतिर फस्यौँ भने, यो दलदलमा फस्यौँ भने हामी कहीँ पनि पुग्दैनौँ। हामी कहीँ पनि पुग्दैनौँ है। त्यही भएको कारणले गर्दा यो राष्ट्रमा विकास हुनुपर्छ, शिक्षा स्वास्थ्य फ्री हुनुपर्छ हैन। त्यही भएको कारणले गर्दा आज तपाईँ हामी यसरी लडाइँ झगडा गर्नुले हामी कहीँ पनि पुग्दैनौँ साथी। त्यही भएको कारणले गर्दा यो सरकार चाहिँ टोटल्ली मेरो विचारमा चाहिँ टोटल्ली असफल भइसकेको छ। यो असफल सरकार हो। अब विकल्प खोज्नुपर्छ तपाईँ होइन र साथी हो। विकल्प नखोज्ने र अब पनि हामीले विकल्प खोज्न सकेनौँ भने हामी कहीँ पनि पुगिँदैन। साथीहरू, उहाँ दाजुको भनाइ तपाईँहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला है त।